जोसुकैले जेसुकै भन्नुहोस् के खगेन्द्र सुनार कोही माइका लालसँग डराउँदा पनि डराउँदैन, झुक्दा पनि झुक्दैन के। साथीहरू, खगेन्द्र सुनारले अस्तिको आइजिपीलाई फेरि जवाफ फर्काएका छन्। भिडियो हेरेर कमेन्ट गर्नु है हजुरहरूलाई कस्तो लाग्छ। प्रहरीले करोडौंको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नु होला। कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु। खगेन्द्र सुनार स्वीकार्य छ, तयार छ। कहाँको कठघारामा उभिनुपर्छ प्रत्येक मेरा प्रश्नको मसँग जवाब छ। त्यो फेस गर्न खगेन्द्र सुनार तयार छ। शैली मिलेन भनिएको छ धेरै ठाउँमा। भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। ए भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन। भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु। तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ। कसैको चाकडी, कोही कसैलाई भन्नुपर्ने, केही कसै गर्नुपर्ने छ भने सम्बन्धित माननीयजीहरूले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ। त्यो सार्वभौमिक अधिकार सबैलाई छ। यो कुरामा ध्यान गराउन चाहन्छु। आजको विषय